Hello and namaste everyone. I hope you guys are doing good and welcome to Elsa's vlog. So अहिले चाहिँ के भने घाम तापिरहेको छु बिहान बिहान अब ड्याडी आएको छ मान्छेहरू टन्नै भेट्न आएको छ यस्तै छ बिजी अब के हुन्छ तपाईँलाई देखाउँछु टक्क बिहान उठेको त मेरो ड्याड ब्रेकफास्ट बनाउँदै रहेछ टक्क लगाएर वो ब्रेड र एग वा 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 बिहान बिहान होइन त अब ब्रेकफास्ट फर अस है गाइज अब चाहिँ मोटाउने भयो है एलिसा म्याडम फेरि ब्याक टु एलिसा देख्छ जस्तै छ यहाँ चाहिँ मेरो बहिनी छ कतिको प्रिपरेसन हुँदैछ पास हुन्छ आज राम्रोसँग देऊ हाम्रो बिहानको यस्तै यस्तो हुन्छ कि घरमा अनि बिहान मेरो आमा चाहिँ त्यहाँ कहाँ जानु लाग्छ के गाइस हामी चाहिँ अब ड्याडीको आज अपोइन्टमेन्ट छ आज उनी बाउ छोरी जाँदैछु ड्याडीको अपोइन्टमेन्टको लागि दादाको अपोइन्टमेन्ट छ हामी चाहिँ इन्ड्राइभ कुरिरहेको छु इन्ड्राइभ भएको छैन अहिले त्यहाँ गएर म त अब 1.5 घन्टा कुर्नुपर्ने हुन्छ मेरो चाहिँ ड्याडीको सुरु भइसक्यो म चाहिँ 1 आवर वेटिङ लगाइ चाहिँ हामी चाहिँ पाहुनाको लागि टक्क खाना रेडी भइसकेको छ यहाँ चाहिँ आपाले मैदा मुसिरहेको छ ओहो के को लागि आपा मैदा मोमोको लागि ओहो यहाँ आमाले चाहिँ पुरा भात खानेहरूलाई भात मोमो खानेहरूलाई मोमो भनेर यस्तो मिठो बनाएको छ नि टक्क लाएर ओ माई गड अनि के चाहियो त सेफ हो नि त मेरो आमा र आपा होइन त आपा सेफ होइन त तपाईँ मेरो ड्याडीको स्टिल बल छ है आमामा यस के भनेको तपाईँले आफू हेलमेट लाउनु न फेरि कस्तो देख्दो रहेछ खै हेलमेट खै मेरो ड्याडीलाई मेरो हेलमेट भएन अरे वा ह्यान्डसम देख्दो रहेछ यही लाएर हिँड्नु तातो नि हुन्छ खै ओहो ह्यान्डसम देख्दो रहेछ कहाँ जाने अब हेलमेट लाएर त्यही राख्नु न अनि हाम्रो मे चाहिँ एज अलवेज सिआइडी हेर्छ यहाँ ऊ यहाँ हो सधैँ सिआइडी होइन त उसको बिहान 10 बजीदेखि है हाम्रो मे चाहिँ यहाँ हो सिआइडी हाम्रो ड्याडीले होइन हाम्रो मेको डिट्टु कपी पेस्ट गर्छ गर्नु त अब फेरि के गर्छ गर्नु न एकछिन गर्नु न प्लिज सिआइडी कसरी हेर्छ मेले प्लिज गर्नु न हाम्रो चाहिँ दिदीले पठाइदिएको थियो क्या हनीलाई ट्रिट हनीको ट्रिट हो त्यहाँ गएर खान्छु आमा मिठो आमा अझै माइली मम्मी र जेठी मम्मीले पठाएको नि है हनीलाई अबे छ्या छोरी मिठो आमा अझै देऊ रे सिद्ध्या के गर्दै भात नखानु तपाईँ सामने चाहिँ यहाँ सबैजना दिदीहरू आउनु भइसक्यो है सबजना यसरी खाइरहेछ हाम्रो क्युट भाइ चाहिँ यहाँ पिचाइस टी खाइरहेछ दुलो के खाएको यहाँहरूको नानी यसरी खाइरहेछ चकलेट फुडहरू
सबै आफ्नो आफ्नै हो यस्तो भएर छ खोइ त चाप्न मेला गएको थिएँ के गरेको डेभिडले क्या गिफ्ट है उनीहरू हामी अर्को क्युटी को बच्चा है ये चस्मा गाइस मेरो चाहिँ हालत यस्तो छ है यहाँ हाम्रो फुल बिजी यहाँ हाम्रो सानो नानी र बाबु चाहिँ कार्टुन हेर्दैछ सबैजना काम गर्दैछ हामी खाना खानु बोलाएको बिचरा दिदीहरू त आफै उयो गर्दैछ हौ मोमो बनाउँदैछ यहाँ सबजना ला मोमो त बन्द भइसकेको छ त मोमो बनाउँदैछ भनेर यहाँ सुनेको छ ए किमा यहाँ रहेछ यहाँ रेडी भइसकेको छ अहिले एकछिनमा बनाउँछु मोमो अनि यहाँ यस्तो छ मेरो आमा चाहिँ फुल बिजी यहाँ हजुर यहाँ चाहिँ घरको सबै चाहिँ ऊ महारानीलाई थाहा हुन्छ है हामी चाहिँ साउने होइन फाइनली रेडी भएको हो हाम्रो मोमो मोमो क्या रेडी हुँदैछ यहाँ पाक्दै हो बुढीमा यहाँ मोमो पाक्दै हो पाक्दै हो खै हेरौँ त पाखाले त हुन्छ यहाँ यस्तो बनाएको चाहिँ हाम्रो मोमो स्याबाले सेपको लागि क्रिम मेरो ड्याडीलाई फेयर ह्यान्डसम लाउनु पऱ्यो अरे कि ह्यान्डसम हुनु पऱ्यो अरे त्यही भएर यहाँ हेर्न आएको थाहै छैन फेयर एन्ड ह्यान्डसम हो कि फेयर ह्यान्डसम हो कहाँ पाउँछ होला यो पाउँछ पाउँदैन खै केटाको त पाउनु पर्ने हो फेयर ह्यान्डसम लगाएर के हुन्छ ह्यान्डसम हुन्छ कि क्या हो तिमीलाई पनि चाहियो भने होइन त्यो यहाँ चाहिँ यस्तो छ ल खै केटीको मात्रै छ यार केटाको त मैले कहीँ देखेन भने खै तिम्रो कुन हो लिउ न त हाम्रो म्याडम छ म्याडमको पनि सिक्दैछ अरे अनि फेरि मैले यो लगायो भने मैले घरमा कालो हुन्छ अरे अर्को लिनु त के भन्छ यो पनि यस्तै होइन फेरि उसले चाहिँ निभिया लगाउँछ क्या त्यही भएर के हुन्छ हुन्छ त्यो मैले चाहिँ अब फेयर ह्यान्डसम चाहिँ भेटिनँ मैले मेन त्यही लिन आएको कि भेट्दै मेरो छोरी चाहिँ सधैँ यस्तो मलाई देखेँ कि के भयो कसले आऊ ढुवा खोला आऊ कसले गाइस हाम्रो चाहिँ चटपटे होममेड चटपटे तोङ्बा अनि यस्तो आलु को कोलाई मनपर्छ यस्तो आलु हामी त्यसरी खान्छ क्या र आलु सिगान आइसक्यो मेरो बोक्रा खानु कहाँ मिठो हुन्छ र यस्तो डेनमार त्यो पिसेकोले खान्छ र यहाँ चाहिँ खाएर आमा स्या गर्दैछ हाम्रो ड्याडीले चाहिँ ट्राई त गराएन चटपटे हाम्रो सुप्ची यु डोन्ट लाइक चटपटे नो अनि हामी चाहिँ यसरी मुकबाङ सधैँ यस्तो मुकबाङ हेर्छु अनि खान्छु यसरी यो चाहिँ खाजामा रामेन बनाएको छु अनि मेरो ड्याडीले ट्राई हान्दैछ रामेन स्पाइसी रामेन 3x खानु न ससेस पनि कस्तो छ पिरो छ गुलियो छ पिरो छैन गुलियो छैन हामीले चाहिँ यता यसरी मोलेको थियो क्या रामेन दुइटा मिक्स खानु चाहिँ अब
आज चाहिँ हाम्रो घरमा पार्टी छ पार्टी। अस्ति नै न्यु इयर गएको तर आज चाहिँ हामीलाई न्यु इयर जस्तै भएको छ। ड्याडी आएर पुरा सबै गर्यो, पुरा हटपट हेर्नु त। मम्मी चाहिँ पुरा प्रिपरेसन गर्दैछ बनाउनुलाई। को आउनु लाग्यो आमा? को आउनु लाग्यो? गेस्ट? ओहो, गेस्टलाई यस्तो स्पेसल। हाम्रो ड्याडीलाई भेट्न मान्छे आउँदैछ पुरा। अहिले अब चाहिँ हामी आन्टीहरू आएर भेटिन्ला। गाइज हाम्रो चाहिँ आन्टीहरू आउनु भइसक्यो फाइनली रेडी। आन्टीले चाहिँ सुरु गर्नु भइसक्यो है यहाँ पार्टी। यम्मी पनिर। मेरो आमा चाहिँ आज खोइ नआएको जस्तै गरिरहेछ। आबुढी माउ। यस। हाई साङ्गे। हाई भनिदेऊ। कति क्युट छु आमै। अनि हाम्रो मे यता के खाँदैछ? मे के खाएको? भेडाको मासु। यार ओ अब तपाईँ नखाने? लाज लाग्यो तपाईँलाई? ह्याप्पी न्यु इयर। ह्याप्पी न्यु इयर। आपा वेलकम ब्याक। मेरो आपा वेलकम ब्याक। भेरी साई होइन त? हाम्रो पाहुनासँग पनि सबै गयो। अनि मैले कति दिन भएको थियो क्या लाइक फेसको त्यो केयर नगरेको क्या। जस्ट मुख धोयो अनि मोइस्चराइजर आयो त्यति गर्थ्यो क्या। अनि हप्तामा एकचोटि चाहिँ मैले होममेड मास्क बनाउँछु। कफी, लेमन, हनी, सुगर हालेर। अनि यहाँ मैले क्लिन्जिङ सिन्जिङ चाहिँ सब गरिसक्यो। अब चाहिँ फेस मास्क लगाउँछु होममेड। यसले चाहिँ के हुन्छ भने ओ माई गड धेरै भयो जस्तो छ यार। मैले धेरै कागती हालेँ जस्तो छ क्या। यस्तै हुन्छ क्या। तर थाहा चाहिँ यसले क्या स्किन उयो गराउँछ क्या, टाइट गराउँछ क्या। मैले हप्तामा एकचोटि चाहिँ लगाउँछु अनि के गर्दैन। त्यस्तो स्किन केयर भन्ने चिज चाहिँ हुँदैन मेरोबाट। कहिले काहीँ हप्तामा एकचोटि चाहिँ आफै घरमा फेस मास्क बनाउँछु अनि लगाउँछु क्या। ल यार लुगा सबै धेरै ओभर भएछ क्या। धेरै लेमन भएछ, जान्ने भएछ धेरै। मैले लेमन पुग्दैन भने झन् 2टा थपेको कि कस्तो भएछ। गाइज मैले चाहिँ फाइनली फेस मास्क लगाएर पनि निकालेर पनि पुरा अब मोइस्चराइजर लगाएर बसिसकेको छु। मैले क्लिप त बनाएको थिएँ कि मेरो लाइक त्यो सुकेपछि क्या। तर यस्तो डेन्जर बाँदर नि देख्यो नि, यस्तो डेन्जर बाँदर नि जस्तो देख्यो नि। अनि मैले त्यो क्लिपै हटाइदिएँ कि के अरे त्यो चाहिँ खास गरी खै मलाई चाहिँ काम गर्छ है त्यसले। अब म कहीँ बाहिर जानु पऱ्यो भने एक दिन अगाडि त्यो लगाउँछ क्या। अनि भोलिपल्ट मैले मेकअप गरेँ भने चाहिँ क्या राम्रो देख्छ क्या, ग्लो दिन्छ क्या। तर अब खोइ सबैलाई हुन्छ कि हुँदैन त्यो चाहिँ मलाई आइडिया छैन। तर मलाई चाहिँ त्यसले लास्टै काम गर्छ क्या। त्यही भएर म हप्तामा एकचोटि अनि कहीँ बाहिर जानु पऱ्यो भने चाहिँ म एक दिन अगाडि चाहिँ लाएर उयो गर्छु क्या। अनि लिपमा चाहिँ एज अलवेज राति चाहिँ म मेरो दिदीहरूले यो पठाउनु भएको छ क्या। यो हल्का यो लिप बाम हो क्या। के अरे लाइक भिक्स टाइप छ होइन। लाइक अब कहीँ घाउहरू भयो भने होइन, यस्तो पिम्पल्सहरू आयो भने त्यहाँ लगायो भने पनि लाइक हिल हुन्छ क्या। जस राम्रो छ। थ्याङ्क यू सो मच सिस्टर्स। धेरै काम लाग्दो यो हो। अनि अहिले मेरो स्किन चाहिँ लास्ट अहिले उयो भइरहेछ क्या, बिग्रिरहेछ। अब बिचमा स्ट्रेस यो काम भन बिजी भएर राम्रोसँग निन्द्रा नपुगेर नि होला। त्यही हो गाइस। अब यसपालि चाहिँ मेरो भ्लगहरू अब धेरै लामो भएको पनि छैन जस्तो लाग्यो। झन् यसपालि बबल भ्लग हाल्छु भनेको झन् यसपालि त
खुलित्त भयो बिजीका बिजी भयो भ्लग बनाउने टाइमै छैन त्यही हो अनि थ्याङ्क यू सो मच फर वाचिङ अब चाहिँ म यहीँ बन्द गर्छु कि त्यही भएर थ्याङ्क यू फर यर लभ एन्ड सपोर्ट गाइज भित्रबाट हजुरहरूलाई धेरै धेरै धन्यवाद छ अहिलेसम्म माया देखाउनु भएकोमा अब आई ट्राई माई बेस्ट अब लामो भ्लग लामो कन्टेन्टहरू अब लाइक रमाइलो कन्टेन्टहरू बनाउन म ट्राई गर्छु त्यही हो बाई एन्ड थ्याङ्क यू एन्ड लभ यु अल What